अन्तर्राष्ट्रिय संग्रहालय दिवस याचोले पाटन संग्रहालय विकास समिति ज्याजो याकुदु आइतबार जुगु ज्याजोले यला महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव डाक्टर सुरेश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद ढकाल, पुरातत्व विभागीय महानिर्देशक सौभाग्य प्रधानङ्ग लगायत विश्व समुदाय जीवित संग्रहालय रुपियाँ कया तगु सोनी गए पुरातात्विक महत्व या संग्रहालय संरक्षण या मागु फुकसीको दायित्व जुगु धारणा त्यादिल। अब मलाई यो विषयमा चाहिँ वास्तवमै भन्ने हो भने ललितपुर महानगर क्षेत्र अथवा ललितपुर जिल्ला नै ललितपुर महानगरको 29 वडा छ। प्रत्येक वडा नै अलमोस्ट लाइक ओपन म्युजियम। प्रत्येक वडा नै कुनैमा बढी संख्यामा म्युजियमका आइटम्सहरू होला, कुनैमा कम होला, तर ओभरअल हाम्रो ललितपुर महानगरपालिका भन्नासाथ यस्तो ओपन म्युजियम। कसैलाई कुनै पनि उसमा चाहिँ हाम्रो यो म्युजियम खुल्ला छ, हेर्न सक्नुहुनेछ। तसर्थ यो क्षेत्रलाई हामीले यस अर्थमा यसलाई चाहिँ अर्थ्याएर यसको विकास गर्न चाहिँ अति वाञ्छनीय छ। हुन त हामीले काम गरिरहेका छौँ, हाम्रो आफ्नै बलबुत्ताले हामी जनप्रतिनिधि हौँ, हामीलाई यी कुराहरूमा चाहिँ छरपष्ट रूपमा थाहा छैन। तसर्थ अहिले हाम्रो उपमेयरजीले भने जस्तै तपाईँहरूको आजको यो अन्तर्क्रियाबाट जो निचोड निस्किन्छ त्यो निचोडमा हामीलाई पनि समावेश गर्नुहोस् र तपाईँले हामीलाई त्यो निचोड पनि दिनुहोस्, जसले गर्दाखेरि अगेन फेरि यो चाहिँ के त दिस इज द राइट टाइम वी आर मेकिङ बजेट सेसन हो। तसर्थ यो बजेटमा पनि तपाईँहरूको यो कुरालाई चाहिँ अङ्गीकार गर्न मिल्ने गरिकन यहाँहरूले आजको 1 डे सेमिनारबाट 1 डे इन्ट्र्याक्सनबाट निस्किएको बटम लाइन्सहरू हामीलाई पनि दिनुहोस्, हामी त्यसलाई चाहिँ समावेश गर्छौँ। तर प्रोभाइडेड इट्स ए कन्डिसन के हो त भन्दाखेरि पाटन म्युजियम हाम्रोमा आउनुपर्छ। ओके, होइन भनेदेखि हामी कहाँ लगानी गर्ने? हावा लगानी त भएन नि त, ट्याक्स मनी हो, इट मस्ट बी युटिलाइज 100%, होइन? तसर्थ त्यो आउने सन्दर्भमा त्यो आउने प्रक्षेपण गरेर त्यो आइसकेपछिको प्रक्षेपित रकम चाहिँ यति हो अथवा यो कार्यक्रमको निमित्त भन्ने किसिमको यहाँले चाहिँ हामीलाई अलिकति सुझाव दिनुभयो भने हामी चाहिँ एकदमै खुसी हुन्छौँ र त्यसलाई हामी अङ्गीकार गर्छौँ। संग्रहालय महत्व व विशेषता लुमङ्केको निम्ति संयुक्त राष्ट्र सङ्घीय आह्वान 3 मे 18 तारिक खुनु अन्तर्राष्ट्रिय संग्रहालय दिवस हरबै चुङ्गुदु।